सबमा ग्याङ कहाँ छु हामी म कहाँ छु म चाहिँ हिँडिरहेको छु किनकि म आज मेरो बिदा हो बिदाको दिन खुसी हुनुपर्छ तर म दुःखी छु किनकि पानी परिरहेछ म घुम्न मन लागिरहेछ मलाई कहाँ जाने थाहा छैन मलाई थाहा भयो त्यही पनि म घुमिरहेको छु गाइज त्यही भएर म चाहिँ घुम्छु अब त्यही भएर पनि मसँगै घुम्नु होला किनकि घुम्नुपर्छ मान्छे भएपछि ठ्याक्कै बाटो क्रस गर्नु थियो होइन मान्छे आइरहेको रहेछ त्यही भएर अनि म दौडिहालेँ क्यामेरा गरेर किनकि म दौडिनुपर्छ जिन्दगीको सङ्घर्षसम्म दौडिनुपर्छ उफ्रिनुपर्छ नाच्नुपर्छ त्यही हो होइन छैन ल फेरि आज नि के गर्नु गाइस बाटो हेर्न सक्नुहुन्छ दामी छ हेर यो मन्दिर रहेछ अनि के को मन्दिर हो थाहा छैन त्यही भएर म केही पनि बोल्न सक्दिनँ एन्ड गाइस म हिँड्दैछु बाटो भास्को झाङतिर गाह्रो छ मलाई चप्पल लगाएरै फेरि अल टाइम चप्पल अब क्यामेरा कस्तो मेरो अनुहार देखाएको छ नि किनकि मलाई यसो ब्याक क्यामेराबाट अनुहार देखाएर भिडियो बनाउनु आउँदैन किनकि भानी नै छैन नि कहाँबाट आउँछ त क्या गरे पो आउँछ त यहाँ पार्क रहेछ गाइस पार्क ठुलै छ क्या ओ गइदिउँ न गइदिउँ न पार्कतिर यहाँतिर फुल छ अलिअलि चुम भन्छ के भन्छ मलाई इङ्ग्लिस आउँदैन फेरि इङ्ग्लिसमा त जेरो हो एनजिआएको हो किन झुट बोल्ने होइन पार्क रहेछ यहाँ सो एकछिन म एउटा मान्छेले देखाइदिन्छु पार्क दामी पार्क रहेछ यहाँ चाहिँ होइन सो देख्यौ नि साथी म यहाँ छु तर एक्लै अब चाहिँ यस्तो बाटो चाहिँ सुनसान होइन तर मलाई डर लाग्छ किनकि कसैले मलाई किडन्याप गर्दैन नि किन म एक्लै छु कि एक्लै मैले के अलिकति मेरो सानो भयो होला किनकि मलाई डर लागिरहेछ भन्नु अलिक मिल्दैन तर अब यस्तै हो गाइस म चाहिँ अलिक बोल्न अलिकति हिचकिचाउँछ त्यही भएर होला सायद अब के छ मेरो मुटुको टुक्राहरू कहाँ छौ तिमी यहीँ छौ कि कहाँ छौ कि अर्को मनमा छौ भन्न अलिक गाह्रो छ त्यही हो अनि के छ अनि जिन्दगीको गोरेटोमा एक्लै हिँड्नु परेको छ सन्चो बिसन्चो के छ हाम्रोतिर चाहिँ पानी परिरहेको छ गर्मी नै छ यार लास्टै गर्मी हुन्छ यो ठाउँमा होइन तर यहाँको होइन यस्तो गर्मी हुन्छ यस्तो घाम लाग्छ तर मान्छे यहाँको मान्छेहरू किन गोरो हुन्छ कस्तो गोरो कि यस्तो छुँदाखेरि नि हाम्रो दाग लाग्ला जस्तो हुन्छ कि कस्तो गोरो के साह्रो के खाएर जन्माउँछ मान्छेहरूले मैत खाएर जन्माउँछ कि अब कस्तो गोरो म अलिअलि गोरु छु भन्न चाहिँ खोजेँ होइन त्यति साह्रो म छैन तर पनि होइन मान्छेहरू यहाँको मान्छेहरू कति गोरु हुन्छ नि आमामा म के भनौँ होइन विश्वास चाहिँ गर्न सक्दिनँ कि कति गोरु छ भनेर अनि म चाहिँ के भन्ने अब थाहा छैन मलाई हैट डर लाग्छ मलाई मान्छे देखेर लास्टै डर लाग्छ यहाँको मान्छे देखेर भर्खर एकजनाको कस्तो डर लाग्यो कस्तो डर लाग्छ यहाँको चाहिँ फेरि अब हामीले छुँदा पनि के भन्छ अरे हामीले अब केस लाग्न सक्छ नि त त्यही भएर डर लाग्छ के छ तिम्रो के अरे उसको हावा मलाई लाग्यो भनेर केस लगाइदियो भने मतलब बाटो पिन्छ नि त नि हामी अनि त्यस उसलाई छुयो भनेर मतलब कि उसको हावाले मलाई छुयो भनेर केस लगाइदियो भने बर्बाद होइन बाबु त्यही हो म चाहिँ अब हिँड्दैछु यता घुम्दैछु यस्तो सुनसान ठाउँमा होइन तर यहाँ चाहिँ सुनसान छ फेरि हल्ला बेसी भयो भने कराउन पनि भेट्छ नि यहाँतिर मान्छेहरूलाई म त डर लाग्छ मान्छेहरू देखेर नै अनि त्यही हो म त लास्ट डर बोक्छु यार जहाँ पनि मलाई मनपर्छ होइन राम्रै हुन्छ मान्छेहरू फेरि के बोका भन्ला होइन राम्रै हुन्छ अनि राम्रो मनपर्छ राम्रो मतलब मनपर्छ राम्रो लाग्छ त्यो हो होइन र डर लाग्छ क्या फेरि अब कस्तो केसहरू नै आएर अब त्यस्तो केसहरू सुन्दाखेरि डर लाग्छ यहाँ चाहिँ फेरि यस्तो अलि डरलाग्दो बाटो रहेछ यस्तो देख्नुभयो अनि त्यही हो तर चिल रहेछ बाटो त यहाँतिर कोही छैन ल
नेपालमा भए यहाँतिर 10-12 जना मान्छे हिँड्नुहुन्थ्यो त्यस्तो मान्छे यहाँ कोही छैन म त्यही भएर सानो स्वरले बोलिरहेको छु कि यहाँको मान्छेहरू डिस्टर्ब नहोस् भनेर जङ्गल छ माथितिर फेरि अघिदेखि बोल्या छ यहाँ होइन कहाँ हिँड्दैछ भने म चाहिँ यहाँ अलिकति म्यापमा एउटा पोखरी देखाएको जस्तो लागेको थियो क्या मलाई अनि त्यही हेर्न जानु लाग्यो होइन तपाईँ पनि आउन सक्नुहुन्छ मेरै पछि अगाडि चाहिँ तपाईँहरू जानु भएन होला अरू त गयो होला के थाहा मलाई भर छैन होइन म चाहिँ के भन्न चाहन्छु त्यही भन्न चाहन्छु जुन म भन्न सक्दिनँ के भन्न सक्दिनँ तिम्रो लागि यो मनभित्र माया कति छ तिमीलाई थाहा छैन होला ओहो स्वर त राम्रो छैन तर पनि गीत चाहिँ गाउँछु ल तिम्रो लागि ज्याप्पै आए डट अब जुन पनि हुनसक्छ होइन नि राम्री बनेर हेरेँ मैले पनि मनै लाएर अचम्ममै मैले लिरिक्स गया भाग में यो चाहिँ हेर्न सक्नुहुन्छ के अरे खेती धान खेती यहाँ धान खेती भइरहेको छ पनि क्या दामी आइरहेको छ क्या यहाँ धान खेती गाइज हरियाली कस्तो राम्रो छ क्या हेर न क्यामेरा राम्रो हो कि यो खै के राम्रो थाहा होइन होइन तर लास्ट राम्रो रहेछ यार म चाहिँ यहाँबाट जान्छु यता अलिकति अगाडि पोखरी छ सानो अनि त्यही हो अनि हेर्छु अनि अलिकति आनन्द लिन्छु हेर हावा कस्तो आइरहेको छ आनन्दको होइन कोही नभए नि ठिक छ किनकि अकेले आए थे अकेले करेंगे भन्ने हुन्छ नि त्यही हो क्या कस्तो ओ त्यो के हो चरा हो कि रियल हो कि फेक हो त्यो यसरी म देखाउँछु अलिकति अगाडि पुगेपछि होइन त्यो चङ्गा जस्तो छ चङ्गा रहेछ नि चङ्गा रहेछ त्यो चरा जस्तो के सेम म अहिले देखाउँछु ल तिमीलाई खोला बगिरहेको छ अनि अघि कोही देखेन अलि त्यो त देखिरहेको छ नि अलिकति त्यही हो के अघि चरा भन्ने मैले रियलमा चरा ल चरा भनेको होइन रहेछ एन्ड गाइज पोखरी पनि आयो होइन अलिकति अगाडि तर यो चाहिँ अर्को प्राइभेट त्यो जस्तो छ भोलि गएर फेरि भिडियो त्यो के अरे कति मान्छेहरूले गल्ती गरे 2-3 वर्ष अगाडि गल्ती गरेर होइन भाइरल हुन्छ नि त नि अनि त्यस्तो चाहिँ नहोस् गाइज तर मैले केही पनि गरेको छैन केही पनि छुवाएन फेरि म हिँडाएको मात्रै छु फेरि केही पनि छुवाएन मैले तर पोखरी रहेछ अगाडि तर त्यो अब अलिकति अगाडिबाट अलिकति देख्यो भने म देखाउँछु न त यहाँबाट मैले आँखाबाट देखिरहेको छु देखाएको छैन मलाई डर लाग्छ फेरि वाउ एउटा चिज देखाउँछ अब दिस इज फर यु त्यही हो गफ जसले पनि लाउँछ म पनि लाउँछु होइन सबैजना गफ लाउँछ यहाँ गफ जिन्दगी गफमा चलिरहेको छ मेरो पनि तपाईँको पनि सबैको एन्ड पोखरी हेर पोखरी देख्यो पोखरी यही हेर्न लागेको थियो कि तर यहाँ अलिकति त्यो मतलब त्यो छैन रहेछ कि त्यो छैन रहेछ तर मलाई हक्स आइरहेछ कट अनि त्यही हो अनि यहाँ त फेरि हक्स हान्न मिल्दैन यो ठाउँमा अनि गाइस अलिकति यो चाहिँ अलिकति त्यो रहेछ त्यहाँ रहेछ ठाउँ होइन यहाँबाट म देखाउँछु सायद यहाँबाट मिल्यो भने अनि पोखरी तर अलिकति घुम्ने टाइपको रहेनछ क्या मतलब कि यो घुम्ने टाइपको रहेनछ होइन तर पनि पोखरी हेर्न भने नि आएँ म यति टाढा यो चाहिँ सब खेती गर्ने ठाउँ हो यहाँ खेती गर्ने होइन यो अब हिरो मतलब उयो अगाडि के हो म त्यहाँ जान्छु ल मैले के हो देखेँ भर्खरै कसम तर यहाँ अलिकति घाँस सास काटेर हिँड्छ कि मान्छेहरू यसरी जान्छ होला तर मलाई थाहा छैन कसरी जान्छ तर अलि नेम विपरीत गर्नु होइन जापानमा एकदम नेम खडा छ अब कति मान्छेहरू नेम उल्लङ्घन गरेर होइन के भन्छ अरे फर्किया पनि छ हाम्रो दाजुभाइ दिदीबहिनीहरू
अनि म चाहिँ नाम उल्लेखन गर्न चाहन्न। मेरो फेरि भोलि गएर आजदेखि नदेखालेर यो भिडियो भोलि गएर भाइरल भयो भने त्यही हो, कति मान्छे रुई माफी मागेको छ। मेरो अवस्था त्यस्तो नहोस् क्या। आई होप मेरो अवस्था त्यस्तो नहोस्। त्यही हो, यहीँबाट म भिडियो खिच्छु एउटा। गाइज म चाहिँ त्यो भित्रबाट हेर्न गएन किनकि मलाई डर नि लाग्यो। एकातिर मलाई पौडी खेल्न आउँदैन, चिप्लेर त्यहाँ तल खस्यो बाबु। फेरि भोलि गएर कहाँ हरायो अमृत, कहाँ हरायो भनेर खोज्नु पर्ने अब बाध्यता आउँछ होइन। त्यही माथि अब यस्तो अब यो एउटा मात्रै के अरे त्यो डोरी बाँधेर त्यो के अरे के भन्छ त्यसलाई, डोरी बाँधेर चाहिँ के भन्छ अरे त्यो मतलब कि त्यो के भन्छ त्यसलाई त्यो रहेछ क्या, त्यो बाटो छेक्छ नि त्यो रहेछ होइन। अनि म चाहिँ अब त्यो गरेन मैले। अनि त्यही हो, म चाहिँ के भन्न चाहन्छु भने रिस्क नै लेने का भाइ, रिस्क नै लेने का। मैले फेरि रिस्क लेन पडेगा जिन्दगीमा। रिस्क लिएर अगाडि बढ्दैन भन्छ, रिस्क नले अगाडि बढ्दैन भन्ला होइन। म चाहिँ कस्तो डरपोक रहेछ जाँट भन्ला फेरि होइन। डरपोक चाहिँ छुल्ला यहाँ माछा पाउँछ भने ऊ माछा मार्ने मान्छेहरू नि छन् अगाडि। तर अब त्यही माछा मारोस् खाओस्, म चाहिँ मार्दिनँ। म यस्तो मारकाटमा अलिक पछि छु है। अनि यहाँतिर चाहिँ हामीले खाने चामल यहाँ पाक्दैछ। अनि तिमी त नेपालको चामल किनेर खान्छौ होला भनेर यही बेच्ने होला के थाहा, देखाएको छैन, तिमीले देखाएको छैन, मैले देखाएको छैन बाबु। एन्ड गाइज बाटो चाहिँ अलिक ढिलो रहेछ है, किनकि यो अलिकति भित्रै पऱ्यो क्या, भित्रै मतलब गाउँ साइड। अब गाउँ साइड हेर खेतै खेत छ। ल खेतै खेत, जापानमा खेत छैन भने खेत छ यहाँ, पोखरी छ त्यहाँ। पौडी खेल्न आउँदैन, खेल्न पनि मिल्दैन भाउ। फेरि यात्रा खाइदियो भने माछाले सक्यो छैन। भोलि त अमृतको टाउको कहाँ ज्यान कहाँ होइन। एउटा माछा मार्दाखेरि, ठुलो माछा मार्दाखेरि एउटा माछाको के अरे पेटमा के अरे खुट्टा रे, अर्को माछाको पेटमा टाउको रे, त्यस्तो होला नि फेरि होइन। क्या बोल्ती। अनि अब के गर्नु, अब कोही मान्छे भएको भए चाहिँ अब त्यो के गर्नु। यहाँ साइडमा छि कस्तो हिलो, तिमी कस्तो ठाउँमा ल्याएको भन्दै होइन, हातमा यसरी समाउँदै यसरी हात समाउँदै अनि तिमी कस्तो नराम्रो ठाउँमा ल्याएको भन्दै हिँड्थ्यो होइन। तिमी त कति राम्रो मेरो बेबी, म त्यस्तो नभन न भन्थेँ मैले होला होइन। त्यसरी भन्दै बोल्थेँ। के हो त्यो खासमा मैले बुझेन यार, खासमा बुझेन के हो त्यो, कहाँ जान्छ एकछिन। म्याप हेर्नुपर्छ फेरि है। म्याप नहेरे अब यताउति हिँड्नु भएन केटी हो होइन। लास्टमा फेरि हराउँला अरे, यस्तो बाटो छ होइन। अमृत तामाङ हराउँला अरे। सूचना जापानमा आएको डट मिति गरेको डट सालको हाम्रो डट भाइ बाटोमा हिँड्दै साथीहरू गएकोबाट फर्किँदै क्रममा यासुमी थियो, केटो त कहाँ गयो भनेर न्युज हाल्न नपरोस्। के बोली मैले थाहा भएन, यो बोल्न मलाई अलि आउँदैन के गाइस। मलाई के बोल्छ थाहै छैन आज होइन। तर पनि म बोल्छु, के बोल्छु थाहा छैन, किनकि म पुरा प्र्याक्टिस गरिरहेको छु। किनकि के हो खासमा भन्नुपर्दा मेरो जापान आएदेखि अब यस्तै हो भाषा भनेको त्यसो। अब जापान आएपछि अब त्यही हो भाषा सासा गोली मार त्यस्तो भइरहेछ। अब म के भन्ने होइन। तर खेती चाहिँ दामी छ क्या यहाँमा, कसम हेर न कत्रो ठुल्ठुलो गरा। तर अब तराईतिर हाम्रो नेपाल पनि तराईतिर छ यस्तो गराहरू होइन। तर अब हाम्रो पाहाडतिर त मलाई कस्तो सानो हुन्छ त्यो त अब पाहाडमा बस्नेहरूलाई थाहा छ कस्तो ठाउँमा खेती गर्नुपर्छ, कस्तो ठाउँमा खेती गरेर कसरी खान्छौँ त्यो त अब भन्नै पर्दैन हाम्रो केटाहरूले, हाम्रो मान्छेहरूले होइन। मान्छे ओहो तिम्रो पनि मान्छे भन्दा छैन ल, मतलब मान्छे साथीभाइ दिदीबहिनी दाजुभाइ सबलाई भन्न खोज्यो। अनि गाइस
यस्तो नजारा यस्तो दामी छ अनि यस्तो ठाउँमा को हिँड्न मन लाग्दैन। तर अब के थाहा मलाई हिँड्न पाउँदैन भनेर लहना बेच्दैन होइन। तर पनि म हिँडिदिएँ यसमा म अहिले माग्छु है म भोलि गएर रुन नपरोस्। प्राइभेट ठाउँमा के अरे त्यो गऱ्यो भने मैले केही पनि छुवाएन फेरि म हिँडेर छु मेरो खुट्टाले मात्रै धुइ छुवाएँ मैले अरू केही छुवाएन कि याद यहीँ छ अर्को यहीँ छ मैले केही छुवाएन ल। अहिले भन्दैछु बरु डर लाग्छ फेरि होइन म त लास्ट डर बोक्छु भन्न मिल्दैन। ट्रेन गुड्ने त्यो रहेछ भनेपछि यो म कहाँ आइपुगेँ हेर्नुपर्छ ल एकछिन। यस्तो छ गाइस यस्तो मा कसम हेर न कति ठुलो उताबाट चाहिँ कति थियो यता नि छ के लास्टै ठुलो कति धान फल्छ होला यहाँ। त्यही माथि यस्तो ठाउँमा के मतलब तराई जस्तो ठाउँमा के तराई जस्तो ठाउँमा मतलब तराई मतलब सम्म ठाउँमा तराई त के तराई नै भनौँ न। तर यहाँको हामी बसेको ठाउँमा चाहिँ अलिक पाहाडै भन्ने रहेछ उता त के अरे तल बस्ने मान्छेहरूलाई हामी त अब। तर पनि कस्तो ठाउँ छ कि सम्म छ होइन मस्त यस्तो छ क्या मस्त होइन। अनि केयरिङ छुट्टै छ यिनीहरूको यत्रो ठुलो छ। हुन त अब यिनीहरूले मिसिनबाटै बनाउने भयो हामीले अब नेपालमा नि त्यस्तै प्रविधि आइसक्यो। तर पनि के भन्छ अरे यहाँ त अब मेन मिसिनै हो मिसिनले गर्ने हो। कस्तो मस्त लगाएर हेर न कस्तो नेपालमा आएर पहेँलो भएर बसिरहनु होइन पानी नपाएर के पानी धेरै भएर के हुने सब मेन्टेन छ यहाँ। त्यही अब यहाँ त अब यस्तो छ अब फेरि त्यो नेपालले बसेर नेपाललाई हेऱ्यो भन्ने कुरा होइन। अब के गर्नु अर्काको राम्रो छ सबै कुरा के गर्नु त अब राम्रो भएपछि त राम्रै भन्नु पऱ्यो होइन। नराम्रोलाई नराम्रो भन्नु पऱ्यो राम्रोलाई राम्रो भन्नु पऱ्यो। अब के अरे भेबे हाम्रो त्यसलाई आफू जन्म त्यसलाई भेबे भन्नु अब यस्तै भएपछि म पनि राम्रै भन्छु नि। अब त गर्न सकेको नेपालमा त्यो विदेशकै एरामा नमस्ते म केही बोल्न सक्दिनँ अब धेरै बोल्न सक्दिनँ त्यही हो। अनि राम्रो छ हाली मस्त हावा चलिरहेछ स्वास्थ्य होइन राम्रो मतलब राम्रो गुड फिल भइरहेछ यहाँ मलाई कस्तो आनन्दको हावा आइरहेछ कि हावा आइरहेछ मस्त बाटो पर्वै छ खुट्टा त्यही हो। अब अर्काको बारेमा मात्रै धेरै बोलेँ आफ्नो बारेमा पनि बोलौँ न होइन। खानु चाहिँ भइसिदेस तिमी यहाँको भएको भए मसँग यहाँ भएको भए हिँडेर आएको भए बेबी हेर न कति राम्रो कति हरियाली है। हाम्रो पनि यस्तै के अरे खेत भयो हामी नि खेतीपाती गरेर बस्थेँ है हटेर मस्त होइन छुट्टै पाराले गफ आहा। अनि म पनि भन्थेँ यार है हामी त मस्त के अरे गफ के अरे दुःख सुखमा मस्त है भन्थेँ। अनि मलाई होइन के कुरो के अरे छैन अब फिलै मतलब के एक्सपिरियन्स छैन कि अर्काको हेर्दै बस्थ्यो वा पारेर रुम्नी कसरी हाँसम्नी कसरी होइन। तर ठिकै हो सबै कुरा। अनि म धेरै हिँडिसकेँ तर मान्छेहरू अब हिँड्नलाई 1 किलोमिटर हिँड्न नि कस्तो गाह्रो मान्छ। तर मलाई चाहिँ फर मी इजी ब्रो इङ्ग्लिस लिरिक्स मिलेन तर पनि त्यही हो। के भन्छ अरे बाटो कहाँ गयो मेरो एन्ड गाइड्स। अनि त्यही हो। अनि खोला हेर अनि भन्थ्यो होला यो खोला देख्ने बित्तिकै उसले हाम्रो सम्बन्ध नि यो खोला जसरी बगिरहोस् है त्यही भन्थ्यो होला। अनि मैले पनि भन्थेँ यार यसरी नै बगिरहोस् हाम्रो सम्बन्ध कहिल्यै नटुटोस् कहिल्यै नरोकियोस् कहिल्यै नछुटोस् भनेर। भिरमरेलाई भिरेको पिरा मनमरीलाई तिम्रो एन्ड टिप्दिनँ म ल छु मैले सरी घुमेँ नै साई। खुट्टा दुख्न थाल्यो अब के खान्छु होला अब बाटो पायो भने केही मतलब फेरि बाटो होइन। तर म बाटो खान्न ढुङ्गा नि खान्न मतलब कि कोही न पसल आयो भने म केही खान्छु भन्ने कुरा हो त्यही हो। अनि लभ यु गाइस मिस यु। अनि सबैजनालाई
अनि के भन्न चाहन्छु भने त्यही हो गाइस म हिँड्दैछु कहाँ पुगेँ अब पानी पर्दैछ अलिअलि होइन रुगा पनि लागेको छ पानी पनि पर्दैछ के गर्नु अब थाहा पाउँछ रुगा छेक्यो देउराली डाँडा मुसुर कुहिरोले डाँडैमा बसेर चिस्काउनु पर्दैन अनि यहाँ के भन्छ अरे पोखरी चाहिँ रहेछ होइन तर अब बन्द रहेछ यहाँ चाहिँ पर अब कस्तो भने त्यो क्या बोल्दा है उसको क्या बोल्दा है त्यो के मतलब कि पार्क जस्तो रहेछ होइन पार्क जसरी बनाएको चाहिँ रहेछ तर नो इन्ट्री रहेछ होइन तर म जान्थेँ नो इन्ट्री नभएको है जान मिल्दैन अलि बिखेर जता पाइ त्यतै हिँड्नु हुँदैन म चाहिँ धेरै हिँडिसकेँ होइन कति हिँड्ने थाहा छैन 1 किलोमिटर हिँडेँ कि अघिदेखि होइन अघिदेखि हिँड्नेवाला सायद त्यही भने अब म के भन्न चाहन्छु भने अघिदेखि त्यही हो क्या केही भन्दैनस् त अनि तर पनि के भन्न चाहन्छस् रे अझ तँ केही भन्न सक्दैन बाबु अमृत तामाङ तँ केही भन्न सक्दैनस् अघिदेखि के भन्न चाहन्छु के भन्न चाहन्छु भन्ने चाहिँ केही पनि होइन तर पनि यार यहाँ चाहिँ कस्तो भने यहाँ चाहिँ वुमेन युनिभर्सिटी रहेछ होइन अनि 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 के सोच्यो तिमी बाबु के सोच्यो जान बाबु भित्र तिमीले सिङ्गल भनेर खुब के अरे गुनासो गर्दै जाऊ भित्र यस्तो लगाएर केटी जिस्काउ होला नेपाल होइन यो तर नेपालमा पनि म जिस्काउने मान्छे त होइन फेरि कसम यहाँ अब हुन्छ नि अब बानी नराम्रो कि फेरि अलिकति अब नेपाली अब भाउ देला रे यहाँ होइन तर म देखाएर नदेखेँ जस्तो हिँडिदिन्छ अनि कहाँबाट हुन्छ त बाबु म आफूले कहिले काहीँ सम्झिन्छौ सम्झाउँछु तर के सम्झाउने जति सम्झाएँ त्यही हो होइन डरपोक छ के मा कसम त लास्टै डरपोक अनि के भने यस्तोलाई अब म अब भन्न नि केही पनि भन्न सक्दिनँ अब गर्ने त्यही हो तैँले केही गर्न सक्दैनस् तँ सिङ्गलै मर्छस् भनेर चाहिँ कहिलेकाहीँ म आफूले भन्छु अब भन्न त जे पनि भन्छु तर पनि गर्न त केही पनि सक्दिनँ अब आफूले अब सन्ताउन्न दिने भन्छ के भन्छ त्यो त्यही नै बस्ने अब प्रगति केही पनि छैन वहाँ परेर हिँड्यो बस्यो डुल्यो खायो हाग्यो मुत्यो पात्यो होइन त्यही त हो नि अब प्रगति केही छैन अर्काको हेर्ने अर्काले के गरिरहेको छ हेर्ने डाहा गर्ने प्रगति केही छैन फेरि आँखा लगाएर त्यो नराम्रो होस् भन्ने चाहिँ छैन फेरि होइन तर पनि के भन्न चाहन्छु भने तर छैन केही पनि छैन हो भाइ मा कसम केटी मतलब कि त्यो के अरे त्यो हुने ठाउँमा त आएन नि हो नो इन्ट्री ठाउँमा त आएन नि राम्रो छ क्या ठाउँ राम्रो छ ऊ त्यही हो क्या पार्क खै यहाँ हेरौँ त्यो भने ओ क्या राम्रो ठाउँ है हेर त सुनसान हल्ला धेरै गर्नु हुँदैन अरे ठाउँ होइन त्यो चाहिँ थाहा छ तर म अलिअलि बोल्न चाहन्छु म कराउन चाहन्छु आफूले त्यही हो होइन अब खासमा फेरि यो के फेरि मलाई मात्रै भने होइन फेरि सबैले भने अब सबैले पर्छ यो म जस्तै रिलेटेड सबले पर्छ यो होइन तर अब भन्न चाहिँ फेरि फ्याट्टै भन्नु अरू फेरि भन्न होला होइन तिमीहरूको खुब छ भने देखाउनु पर्ने होइन जिस्काउनु पर्ने खासा खुचु ओहो हो आमामा कसैको नभएको मेरो पनि दिन आउँछ ल कहिले आउँछ त्यो चाहिँ थाहा छैन तर कि सपनामा छ कि पिउमा आउँछ तर दिन चाहिँ आउँछ कहिले आउँछ थाहा छैन सपनामा पनि देख्दैन भने यार हातसम्म हिँडेको थियो त्यही हो हिँड्दा हेर न कस्तो मजासित राखेको के अरे के हो मतलब घरमा गाडी अनि यहाँ चाहिँ ध्यान न यहाँ चाहिँ नापेर राखेको जस्तो हेर न कसरी बाहिरै छ होइन तर सुनसान छ यो ठाउँ मलाई त डर लाग्नु थाल्यो यार कसम कोही छैन सुनसान छ तर सुनसान मलाई चाहिँ सुनसान मनपर्छ तर पनि डर लाग्छ किनकि अब मुभीहरू हुन्छ नि हरर मुभीहरूमा सुनसान ठाउँमा के अरे गहिरा हुन्छ होइन अनि अचानक टपरेको के लगाएको मास्क होइन घ्यार बजाउनेवाला त्योवाला बजाएर गर्न आउँछ नि त्यस्तोहरू चाहिँ नआओस् होइन त्यही हो होइन
अनि यहाँ फेरि बल्ल फेरि सुसान आयो कोचम्मै त्यही जुम गरेर मिल्दैन रहेछ यहाँ अहिले देखाउँछु ल हेर्न कस्तो बाटो छ यस्तो बाटो भएपछि मान्छे डराउँदैन त फेरि किन त के खान गएको त यस्तो बाटो भन्ला होइन रमाइलो जिन्दगी चल्न त चलाएको छ पिरमा छ त्यही भएर म यस्तो बाटोमा हिँड्दैछ त्यही हो गाइस तर सुनसान छ रमाइलो छ म त हिँड्छु यस्तैमा अहिले मतलब कि मलाई यस्तै मनपर्छ किनकि त्यो मतलब मान्छे धेरै भएको ठाउँमा के मान्छे जहाँ कसरी फेरि त्यसै मनपर्छ सबैलाई अब नराम्रो भन्नु मिल्दैन आफ्नो अपोनेन्ट हो तर मलाई चाहिँ यस्तो मनपर्छ त्यही भएर यस्तोमा हिँड्छु तर यस्तो छ क्या फेरि सुनसान छ आज मैले बाटो चाहिँ पाक्कै हो त्यो कसम यस्तो ठाउँ छ हिँड्दैछु कहाँसम्म पुगिन्छ भन्न मिल्दैन यहीँबाट यही अब अघि घुम्न गएको थिएँ नि त मतलब त्यो मतलब कि कस्तो भने अब म 5 मिनटको बाटो थियो ट्रेनमा होइन अहिलेको बाटो थियो ट्रेनमा होइन अनि तर अब यसमै दिन हो होइन किनकि अब कति अब यस्तो यहाँ आएदेखि अब कस्तो भयो भने काम गएको गर्दाखेरि मतलब काम गएको अब फेरि नेपालीमा बुझ्दैन मान्छेहरूले होइन स्कुल काम गर्दाखेरि यस्तो फिल हुन्छ कि होइन तिमीले आफैले कस्तो लाग्छ म एउटा गोरु हो बिहान उठ्छु घाँस खान्छु अनि टक्क लगाएर कहाँ जान्छु के अरे जोत्न जान्छु फेरि बेलुका आउँछु घाँस खान्छु भगलक्क सुत्छु त्यस्तो फिल आउँछ रहेछ अनि त्यही भएर अनि अब मेरो आज र भोलि अब बिदा छ यसुमी भन्छ बिदा होइन नेपालीमा अनि त्यसपछि अन्त बिदाको दिनमा अब फेरि अब रुममा गएर अब रुममा थन्केर बस्नु भन्दा अब यसो लगाएर हावा खान यताउति हिँड्ने अब अलिकति वाकिङ मतलब हिँड्ने त्यसो गऱ्यो भने त अलिकति मन शान्त हुन्छ अब भनेर चाहिँ मैले हिँडेको हो तर म हिँड्दा कहाँ छु भनेर त्यो मलाई थाहा छ यही बाटोबाट मेरो रुम पनि जान्छ किनकि मैले म्याप हेरेको छु किनकि अब नेपाल अहिले पनि अलिकति हेर्न त आउँदैन तर पनि हेर्न आउँछ नेपालमा जस्तो एक ठाउँमा धेरै घुमिरहनु पर्दैन तर फेरि कुनै ठाउँमा चाहिँ घुम्छ फेरि अनि त्यस्तो हुन्छ अनि त्यही भएर अनि म चाहिँ हिँड्दैछु अनि म रुम जाँदैछु अनि रुम पनि जाँदैछु प्लस घुमिरहेको छु भने तर रुम जाने बाटोमा यस्तो छ बाटो त्यही हो अनि ल अब त्यो पार्क भनेको पार्क छिर्ने ठाउँै रहेनछ मैले यहाँनिरबाट छिर्न पाउँछु कि भनेर डर लाग्यो यहाँबाट छिर्न पाउँछु कि भनेर आएको यहाँ बाटै छैन उतैबाट छिर्ने रहेछ खासमा तर अब बाटै छैन रहेछ यस्तो बाटो रहेछ होइन देख्यो होला अनि त्यही हो अनि त्यही भएर के भन्न चाहन्छु भने जिन्दगीमा अलिअलि घुम्नुपर्छ रमाइलो गर्नैपर्छ त्यही भएर साथी होस् या नहोस् आफूले पहिला आफू रमाइलो हुनुपर्छ क्या त्यसपछि भनेको बिस्तारै अरू रमाइलो गराउने हो पहिला आफू रमाइलो हुनुपर्छ त्यही भएर म चाहिँ मेरो प्राथमिकता भनेको म रमाउँछु म रमाउन चाहन्छु अनि त्यही हो तर के मतलब के कस्तो भने आफू एक्लै रमाउन सिक्नुपर्छ किनकि अब भोलि गएर हेर भन्छ कि साथीहरूले तिमी साथी यार तिमी बिना त रमाइलो हुँदैन यार तिमी भन्छ नि त्यो भनेको नराम्रो काम आफै रमाउने हो क्या जस्तो कि म अब हेर म कसैको आश गर्दिनँ क्या किनकि आश गऱ्यो भने मान्छेले निराशा पाउँछ क्या अब मानौँ अब तिमीहरूलाई कति फिल भयो होला होइन जस्तै कि अब कुनै ठाउँमा घुम्न जाऊँ रे होइन प्लानिङ सफ्ट सेट भइसक्यो अरे होइन लास्टमा त्यो अब मेन अब जानुपर्ने मान्छे गइदिने त्यो कस्तो फिल हुन्छ त्यस्तो फिल नहोस् आफू बरु एक्लै हिँडिदिने होइन हेर न प्लानिङ म गएको थिएँ गएकोबाट फर्किँदाखेरि यस्तो सोचेँ कि त्यहाँ एउटा अलिकति त्यो देखाए जस्तो लागेको थियो त्यताबाट जान्छु भनेर निस्किहाल्यो अब मलाई रमाइलो भइरहेछ आफूले गुड फिल भइरहेछ त्यो हो के अनि प्रि प्लानिङ गरेर घुम्न जाने यताउति नराम्रो अचानक हिँड्दिने भए फेरि अचानक गरेर काम गर्दा हिँड्न चाहिँ मिल्दैन फेरि
के अरे कम्पनीले फेरि लौ जाऊ बाबु भन्न सकिन्छ। अनि बिदाको बेलामा मतलब बसिरहेछ ल निस्किहालेँ कहाँ पुग्यो थाहा छैन त्यस्तो टाइपले हिँड्नु पऱ्यो। अनि त्यो अब नानाथरी अब लाने क्या यो गते यतिखेर यो ठाउँमा यसरी जाने यी जान्छ। त्यो त प्लानिङ मात्रै हो अब रियालिटी छुट्टै हुन्छ। त्यही माथि नेपाली हो नेपाली टाइममा हिँड्न मन लाग्छ सबको। अब मलाई चाहिँ फेरि त्यस्तो हुँदैन म त फेरि ल निस्किने भने निस्किने जाने भने जाने नजाने भने नजाने त्यस्तो टाइपले भन्छ। फेरि तिमी त रुट रहेछ मतलब कि तिमी त त्यस्तो रहेछ होइन कि निर्णय भनेको छुट्टै कुरा हुन्छ। त्यही हो त्यही भएर यो टावर नै छ यी तर तिमीलाई पटाउने मसँग पावर छ तर के गर्नु मन परेको मान्छेलाई घाँसै नहाले चाहिँ के गर्नु अब त्यस्तै छ होइन। अनि यहाँ घाँस रहेछ है फेरि तिमीले घाँस नहाल्यो नि यहाँ घाँस छ फेरि म गोरु होइन फेरि घाँस खान हालेँ अघि भर्खर फेरि गोरु कुरो निकालेँ है। त्यही हो अब म चाहिँ एकचोटि फेरि सरी भाइ म चाहिँ जुस खाँदैछु अनि त्यही हो गाई अनि अझ घुमेँ धेरै ठाउँमा म होइन बस गयो मेरो बस गयो बस भन्न म फुल छ है तिम्रो लागि। अनि धेरै घुमेँ म अझ त्यही भएर अब चाहिँ बिदबाजीले पनि होला। अनि त्यही हो राम्रो लाग्यो भिडियो यसो कमेन्ट गर्नु सेयर गर्नु टक्क लगाएर अनि त्यति हो। अब म रुम पुग्न लागेँ म साथी छ होला सायद अब मेबी म चाहिँ थाकेँ अब हिँड्दा हिँड्दा। अनि त्यही हो आजको दिन तिम्रो लागि मेरो गफ सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। मेरो यो पागलपन्थी के बोल्न खोजेको थियो के बोलिरहेको छु यो मान्छेले उहाँ परेर होला होइन। तपाईँ धेरै धेरै धन्यवाद। त्यही भन्न चाहन्छु ल बाई बाई गुड नाइट।